हेलो साथीहरु, वी आर इन सौराहा अनि हामीहरु चाहिँ अब सफारी जान्छौँ। अब हामी सफारी जाने हैन, हामी अब जाने उतातिर सफारी जाने सफारी जानेहरु जंगल जाने पोखरामा नि पोखरा रे चितवनमा नि सौराहामा नि लास्टै गर्मी छ केरा खान्छस् चिप्स नखाने बिहान बिहान ल यस्तै छ सौराहा जाँदैछौँ हैन। रेस्टुरेन्टले के हाल्नु है सिधै जाने हामीलाई ढिला हुन्छ के त्यसैले हामीहरु 1 घण्टाको मात्र जाने गाइज भयो भयो हातीहरूलाई हिँडेको यिनीहरू मलाई गएको देख्यो कि बारे थाहा छैन हात्ती साथी भेट्नु पर्यो यिनीलाई गेट चाहिँ गाना यसो मेरो फोटो खिच्दै गर्नु त्यो हात्ती हेरेर आयो जङ्गलबाट आउँदाखेरि यहाँ टुट्छ क्या यो तरुणले जान्छ के अब हेर्दै हुनुहुन्छ त मलाई पुरै सुतिरहेको माछाले नै हो हात्ती हेर्न हिँडेको हो तिमीहरू हात्ती हेर्न हिँडेको साथीहरु वी आर इंग्लिश हामीहरु हात्ती हेर्न जान लागेको हात्ती गैडा गैडा नि हेर्न गएको जरायो जूमा नि थियो अब यहाँ भनेको छुट्टै हो हैन सफारी गरेर उहाँ भाइले लिएर लान्छ हजुरलाई गरे हेरेर आउनु आनन्दले हेरेर आउनु कि किन अहिले मिसिङ हुन्छ हस् हस् हामी यो सफारीमा चाहिँ कहाँ जान्छौँ हामी अब 1 घण्टा जहाँ जहाँ गए पनि जान्छौँ हेलो एक यता हो कस्तो गर्नु भएको हात्ती कति छ यहाँ गण्डन एउटा दुईटा अहिले हात्ती भनिन्छ 1000 नोटमा टाँसिएको 1000 नोटमा टाँसिएको देख्नु भएको थियो आज साथीले देख्नु हेर्नु अझै उतापट्टि त्यो पता हो ए 1000 नोट टाँसिएको ठुलो हो विदेशी गएको त अर्कै हो खगेन्द्र अर्को है त्यो गयो है बिचारा लगेको किनेर लगेको नि होइन दिएको है नेपालले यतैबाट दिएको कतिमा त त्यहाँ रमाइलो भएर होला बिचारा ए यसरी नदिनु पर्दैन नि त नि यिनीहरूले खाने घाँस त टन्नै काटेर राख्नु भएको रहेछ त आफ्नो अनुहारको सुरक्षा गरेको भुसुनाहरूले डिस्टर्ब गर्छ भनेर माइजलाई यहाँ फोटो खिचिदिउँ न त्यो हात्ती हेर्नुभयो ऊ पछाडि हेर्नुहुँदैछ नि ओहो त्यही टक्क आज यो हात्ती यहाँ पैसा भएको हात्ती चाहिँ यहाँ छ है अब नमस्ते गर्दैछ त्यसले ऊ मुखमा पनि त्यसरी नै लान्छ त्यसले सबै कुरा उसले त्यहीबाट गर्छ नि त भनेको देखाउटी दारा हुन्छ कति मजाले दबाएको है यो चाहिँ तपाईँको 35 देखि 40 वर्षको यो चाहिँ यो चाहिँ एकदम बुढो है बुढो होइन भर्खरको हो यो पनि हजुर 35-40 वर्ष भनेको भर्खरको हो तपाईँको यिनीहरू चाहिँ मान्छे जस्तै हुन्छ कि 100 वर्ष 80 वर्ष बस्नु माइजू एउटा माइजूको फोटो खै ल्याउँदैन नि यहाँ बस्नु त माइजू फोटो खिचिदिन्छु म भरि बस्छु अनि त्यहाँ 1000 नोटमा भएको हात्ती भनेको यो हो यता बस्नु माइजू अलि 1000 को नोट वालाको त ठुलो दाजुभाइ नजिक यसको नाम राम यसको भाइको नाम लक्ष्मण यसको भाइ लक्ष्मण भन्ने चाहिँ तपाईँको यता कसारा भन्ने सेक्टरमा छ त्यहाँनिर आर्मी चेक पोइन्ट यस्तो हुन्छ नि त्यस्तोमा चाहिँ तपाईँको किनकि आर्मीहरूलाई गस्ती गर्नको लागि 2-3टा यहाँबाट पठा हुन्छ कि आर्मी पोस्टमा हजुर माइजू हात्ती हेर्नुभयो पछाडि हेर्नुहुँदैछ नि
लक्ष्मणको फोटो छ कि भनेपछि प्योरवाला चाहिँ यसको भाइ भयो हात्तीको नोटमा बसेको यो र यसको भाइ दुईटा छ नि त विश्वको तेस्रो फर्स्ट जन्मेको फर्स्ट जन्मेको चाहिँ हाम्रो नेपालमा जुम्लेको बच्चा पाएको तपाईँको विश्वमा चाहिँ तेस्रो रेकर्ड हात्तीको नोटै बोकेर हिँड्नु एउटा यस्तरी फोटो खिच्नु पर्छ क्या 20-22 वर्षको भयो मैले नि हेरेको खोलेर खोलेर हेरेको आमालाई चाहिँ यो वाला हात्तीको चाहिँ भाइ दाजुभाइ पर्यो होइन उनीहरू राम्रो लक्ष्य यो फोटो भएको त्यही हो यो ठुलो चाहिँ अब यो चाहिँ यो यहीँको उयो राम भइहाल्यो उयो चाहिँ भाइ लक्ष्मण कसारामा छ कि कसरा भनेको कि यो हात्तीको महत्त्व त बल्ल बुझ्दैछु यो पैसा पनि बल्ल बुझेको यार मैले यस्तो गरेर देखाउनु मैले फोटो खिचिदिन्छु यहाँ मलाई त थाहै थिएन यस्तो त अनि विश्वको नेपालको चाहिँ पहिलो रेकर्ड भयो राम लक्ष्मण विश्वको तेस्रोमा भयो यो त्यही भएर पो हात्तीमा त्यही भएर पो हात्ती यहाँ बस्न पाएको रहेछ त यो हात्ती यहाँ पैसा भएको हात्ती चाहिँ यहाँ छ है हामी चाहिँ अब के भन्छ होला सफारी होइन जङ्गल सफारी गर्दैछौँ त्यहाँ शीतल हावा आउँदैछ अब 1 घन्टाको सफारी ट्रिप हाम्रो चल्दैछ यहाँ हेलो गाइजहरु के खाएको होस् सानो के होला क्यामेरा लिएर पनि अगाडि जान हो र होला सिक्न जान हैन ए अले जान होस्ले खिचिनी पछाडी पानी हैन ल हेलो गाइज कता हिँडेको हो भनेर सुनिदिन्छ तिनीहरु कहाँ गएको हुन्छ न खाने के वारो खाउनाले छैन आले त अगाडि लान्छ खतम नै छ नि त गाइडहरू बत्तर रुख हो हामी चाहिँ यसरी बाटो पनि यस्तो छ यो चाहिँ तपाईँको इलासन स्टेबल है हात्ती बस्ने हात्ती राख्ने ठाउँ पहिला यता यो महेन्द्र राजाको चाहिँ हात्ती राख्ने ठाउँ यो भित्र चाहिँ ठुलो होटेल थियो पहिला हाम्रो महेन्द्र राजाको फुपू हुनुहुन्थ्यो बाघहरू बिना माइजू के देख्नुभयो त गाडी देख्नुभयो गाडी मात्रै देख्नुभयो अरे यहाँ आएर बस्ने शिकार गर्ने है पहिला हजुर हेलो सिस्टर हेलो अब चाहिँ हामी राजा ज्ञानेन्द्रको फुपूको होटेलमा छिर्दैछौँ अब यहाँ हेर्नुहोस् है हामी त सब जानु है राजा महेन्द्र म थाहा छैन फेरि कुनै कुराहरू थाहा हुँदैन ए हराउँछ कि त्यहाँनिर सुरक्षित हुँदैन रे नबस्नु हामीहरू अहिले सौराको जङ्गलमा छौँ र यहाँ मान्छेहरू जङ्गल घुम्न आउँछ जनावरहरू हेर्न आउँछ तर यता छुट्टै सिन छ निगुरो टिप्ने हुने त तरकारी
भरेको व्यवस्था त हुँदैछ नि व्यवस्था हुँदैछ हामी खोला जाँदैछौँ अब खोला यसलाई चाहिँ ढुङ्ग्री खोला भन्छ यसमा हुन्छ गोही हुन्छ दुई किसिमको गोही हुन्छ एउटा मगर गोही हजुरहरूको जाति एउटा बाहुन गोही दुई किसिमको गोही है अब बाहुन गोही भनेर मुख चुच्चो हुन्छ त्यसले माछा मात्रै खान्छ है माछा मात्रै खान्छ अनि यो सफा पानीमा मात्रै बगेको पानी मात्रै त्यो बाँच्न सक्छ मगरको गोही चाहिँ जहाँ पनि बस्न सक्छ हजुर अब यो खोलामा नि बाँच्छ माछाहरू पोखरीमा नि बाँच्छ सानो सानो तालहरूमा नि बाँच्न सक्छ त्यसले चाहिँ जे पनि खान्छ है मान्छे पाइने खान्छ जनावरहरू पाइने खान्छ चराचुरुङ्गी जे पनि खान्छ मगरले गोहीले चाहिँ त्यो चाहिँ तपाईँको कति हुन्छ 4 देखि 5 मिटरसम्म लामो हुन्छ बाहुन गोही चाहिँ 5 देखि 7 मिटरसम्म लामो हुन्छ किन बाहुन त हाइटै हुन्छ नि होइन त्यही भएर हामी तामाङ गुरुङ मगर होइन डल्ले डल्ले हुन्छ त्यही भएर उनीहरू चाहिँ 4 देखि 5 मिटर भनेपछि जनावरसित मगर बाहुन रहेछ होइन ल्याएर गर्न आउँछ कि भनेर खानेकुरा दियो भने खानेर बाहिर निस्किन्छ कि भनेर कि कस्तो कस्तो गाडीमा छोडेर कस्तो आनन्द आइरहेको छ मजा लाग्दो केही है ए हो धन्यवाद भाइ अहिले दिन्छु ल म त्यहाँ बर्को छ कि त्यहाँ बाहिर गाडीमै छोडेछ त्यसो म गर्ने भएर हाम्रो रुट अब चेन्ज भइसक्यो अब हामी नयाँ नयाँ ठाउँ जाँदैछौँ कस्तो फिल भइरहेको छ तपाईँ कस्तो फिल भइरहेको छ एकदम दामी गर्मीमा त्यसमा गर्न एयर कन्डिसनर अहिले आइहाल्छ नि गाडीमा कस्तो दामी सौरा नै घुमियो दोस्रोचोटि हो हजुर राजाको बार्बेक्यू गर्ने ठाउँ है यो सिङ पनि रहेछ त त्यहाँ बार्बेक्यू राजा विदेशीहरू पर्यटकहरू आएर मजाले बार्बेक्यू गरेर मासु पोलेर खाने ऊ त्यो रक्सीहरू राखेर राखी तपाईँहरू एकछिन यहीँ हेर्नु है म त्यहाँ चेक गरेर आउँछु है देखेको भर्खर त्यही हेरेर दाइलाई गऱ्यो भने कहाँ गएछ है एक थोक मात्रै देख्यो है एक थोक मात्रै देख्यो कि यही गैँडा के भन्छ शीतल अरू चाहिँ कहाँ कहाँ लगिरहेछ गैँडा बाजे चाहिँ कहाँ हुनुहुन्छ त्यही खोज्दैछु गैँडा बाजेलाई मैले त्यो बाजे अलिकति उता गयो यता नि छ हजुर कस्तो हजुर बाँदर यो चित्तलहरूमा चाहिँ कस्तो हुन्छ नि तपाईँको ड्राई सिजनमा घाँसहरू सुकै हुन्छ केही खान पाउँदैन तपाईँको उयो रुख छ नि
यो रुखलाई हामीले भेल्डर भन्छ, इङ्ग्लिसमा चाहिँ राइनो एप्पल भन्छ। तपाईँको ऊ नासपाती जस्तो फल्या हुन्छ, तपाईँको यो बाँदरहरूले जम्मै खसालिदिन्छ तल, अनि यो चित्तलहरूले पुरै खान्छ, गैँडाले खान्छ है। अनि तपाईँको कस्तो हुन्छ नि, बाघहरू केही देख्यो भने ल ओ के देख्यो अब कोही बेलामा तपाईँहरू दिनभरि घुमेको पनि कोही बेला त केही पनि देख्दैन। बाजेले के देख्नुभयो बाजे हो र अब हामीले सबै हजुर कहाँ देख्नु आउनुभयो?